ए जुगा इट एकदमै वर्थ इट खुट्टा उचाल्न सकेन Hey guys, welcome back to my YouTube channel. So आज चाहिँ हामी हाइकिङको लागि हिँडेको थियौँ अनि स्टार्टिङ चाहिँ यो पोइन्ट हो जहाँ चाहिँ हामी मनी चौक जाँदैछौँ। यहाँ चाहिँ काठमाडौँबाट नजिकै जस्तो लागेर चुज गरेको थियौँ तर एकदमै टाढा रहेछ। हामी चाहिँ 4 जना हिँडेको थियौँ 1 2 3 अनि म 4 अनि यो कुकुर नि साथी आएको छ आज। बाटो हाइकाको बेला नि फोन चलाउँछ मान्छेले यहाँ हात देखाउ त्यहाँ कराउँछ हेर्नु न गाई चाहिँ भिडले राम्रोसँग राम्रो पनि जमाना छैन कि ऊ अगाडि छ त्यसपछि सेकेन्डमा छु अनि भाइ छ अनि लास्टमा हाम्रो सुशीला। हामी यस्तो छ बाटो चाहिँ तर हामी कहाँ पुग्छौँ थाहा छैन किनभने टिकटकमा देखाए अनुसार चाहिँ कस्तो राम्रो थियो। हाइक गर्ने ठाउँ एकदम लोमदर भएको जो देख्ने बित्तिकै खाने हुन्छ। ओए यहाँबाट हस्पिटल लानु गाह्रो हुन्छ नि। ए जुगा धन्न मेरो खुट्टामा टाँसेको छैन म मेरो खुट्टा हस्पिटल लान गाह्रो हुन्छ भने चाहिँ गाडी आउँछ नि। मेरो सातो गयो यार त्यसै त हामीले सुरु बनाउँदा। हाई गाइज इट्स मी सुप्रिका गुरुङ अनि म चाहिँ यहाँ प्रतिष्ठा खिमदुङ राईको भ्लगमा आएको छु। आज हामीले इन्ट्रोडक्सन दिँदैौ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। टिकटकमा कस्तो राम्रो राम्रो बाटो थियो हामीले कता घुमाएको यो बाटोले। अब हामी यो वाला नयाँ एक्सपिरियन्स सेयर गर्ने अनि टिकटकमा हेरेर नआउनु है गाइज। एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ मेन भर्सेस वाइल्ड म्यान भर्सेस वाइल्ड चुना लायो मलाई चासोनु गाह्रो भयो त्यो 2000 वाला कुरा भन्दा मेरो यहाँ 280 मा फिक्स भएको भाडा 2000 पुग्यो आयो मलाई चासोनु गाह्रो यस्तो तिमी नै हो हाम्रो साथी के हो यो ऊ हो। ओइ ओइ बिस्तारै है यहाँ चिप्लिन्छ खाइ यहाँबाट खस्यो भने सनस्क्रिन पनि लाउनु नपर्ने रहेछ त्यसो भएको मौसम कस्तो त्यो भुतमा हुन्छ नि यहाँबाट चाहिँ कता जाने हो ऊबाट चाहिँ मुगली खरा जस्तो भयो। त्यो आन्टीले 1 घन्टा भन्थ्यो हाम्रो स्पिडले 2 घन्टामा पुग्छ होला 2.5 घन्टा है अब सास फेर्नु गाह्रो हुन्छ। यिनीहरू आयो भने चाहिँ एउटा कुरा देखेर दङ्ग पर्छ किनभने यो राम्रोवाला बाटो नि होइन अनि हामीले केही नपाएर यो चुज गऱ्यौँ। यिनीहरूको रियाक्सन हेरौँ। एउटा कुरा भनौँ
सम्म बाटो नि रहेछ यहाँ कस्तो फिल भयो त्यत्रो खत्तम बाटो हिँडेर Cheers. तिम्रो ब्याग हाल्दै माल एक्सचेन्ज हुँदैछ त्यहाँ पछि पार न गान्जा एक्सचेन्ज हुँदैछ त्यहाँ खाली हो नि त यो पनि बोक्नु न सुन्दर have this you'll get energy ओइ त्यो ब्राउन ब्याग चाहिँ त्यहाँ हाल्नु नि बरु मैले त्यही भनेको हेडफोन आफै बोकिहाल्छ नि पसिनाले लप्पै नो हर्न अरे बजाइदिउँ त नो हर्न प्याम के मजाको मलाई त्यस्तो खोज्नु रमाइलो लाग्छ हिँडौँ न त हाम्रो गन्तव्य छ ओइ लाचा काठमाडौँको डाँडा देखियो हामी ऐसेले कलेक्ट गर्दैछौँ गाउँतिर पानी खान्छ हो कि अनि यो पनि गाउँै त हो कस्तो राम्रो आकाश देखेको ऐसेलु पनि कस्तो राम्रो ए कस्तो डर लाग्छ के छ सँगै गएर नि हौ देखाउ त मलाई यहाँबाट लड्यो भने त के गर्नु झ्याप्प चढेको त यत्रो गहिरो पो रहेछ मुला अब यहाँबाट अझै 3 किलोमिटर मेबी चिच्चाउ त थके मर्छ हो ल चिच्चाएर डेमो देखाइदियो यहाँबाट चाहिँ बल्ल स्टार्ट भयो जस्तो छ स्टेपहरू कपालदेखि लिएर सबै माथि गएपछि ओह्रालो हामीलाई म यस्तो भइसकेको छ धन्यवाद क्यामेरा पुस्छु है लास्ट के को लाज है दिस इज मी क्यामेरा पुसिसकेपछि ए हो यस ल हाम्रो गन्तव्य सुरु गरिहालौँ हाम्रो चाहिँ कस्तो राम्रो आएको हाम्रो चाहिँ फिलहाल भिडियोग्राफी फोटो ह्यान्डसम यङ म्यान यस्तो धेरै लजाउँछ अगल हाम्रो ट्राइपोड बिर्स्यौँ उनले ल्याउँदै हामी भिडियो गर्दै एकजना यता थकित यता खुट्टा उचाल्न सकेन कसम यस्तो गाह्रो होइन यहाँ यस्तो राम्रो भ्यू देखिरहेछ हामी रेस्ट गर्दैछौँ ट्राइपी भाइ बहिनीहरू स्कुलको हामी यहाँ कुदेर जाने भनेको कुद्दा कुद्दै बिलाउने रहेछ अनि उनीहरू चाहिँ के टिप्न व्यस्त छ अब चाहिँ हामी 1-2वटा फोटोसोटो 1-2वटा होइन त धेरै खिचेर हामी अगाडि बढिसक्यौँ अनि अगाडि एकदम राम्रो छ हेर्नुहुन्छ as you can see चिसो हावा पानी अलिक फोहोर रहेछ निलो होइन कालो भन्छ यसलाई अनि हामी जाँदैछौँ
राम्रो ठाउँ छ वर्थ इट भयो गाइजहरू यहाँ चाहिँ अब हामी जुत्ता खोलेर खुट्टा डुबाउँछौँ होइन यसरी जाँदो रहेछ यहाँ चाहिँ अनि त्यहाँबाट यस्तो राम्रो देखिरहेछ नि यिनीहरू अगाडि अगाडि जाँदैछन् के पूजाको चाहिँ होइन खुट्टा डुबाउने चलन कस्तो फिल भयो त यहाँ आएर रिभ्यू वर्थ इट वर्थ इट साथी गाउँलाई पानी तर कस्तो कस्तो पौडी हान्ने कि क्या हो यहाँ वा यस्तो सफा पानी फेरि अलिक ओइ त्यहाँ बसेर खानुपर्छ हेर त्यहाँ हामी यहाँबाट हिँड्दैछौँ यो चाहिँ एकदमै गहिरो रहेछ यहाँ आएको चाहिँ छुट्टै एउटा किम्बदन्ती छ के तर के थियो मैले पनि भ्लग मजाले हेरिनँ त्यही भएर थाहा भएन अनि यो चाहिँ एकदम चिसो पानी छ कि एकदमै यहाँ पूजा गर्ने ठाउँ पनि छ हाई भन्दै हो मेरो भ्युवरहरूलाई स्न्याप बनाऊँ न हामी चाहिँ यहाँ ब्याग छोडेर हिँडेको छौँ सम्पत्तिहरू अनि यहाँ चाहिँ मन्दिर नि रहेछ गौतम बुद्धको अनि उता चाहिँ शिवलिङ्ग छ अनि हामी चाहिँ हात खुट्टा धुन आएको छौँ दिस इज 4 जुन चाहिँ हामी फ्याँक्छौँ हाम्रो लन्च भेरी अर्ग्यानिक भेरी होमली लन्च यहाँ चाहिँ कोक छ हाम्रो हामीसँग यो कोकको बोतल थियो यत्रो ठुलो त्यति टाढोदेखि गएर अहिले चाहिँ हेर्दा हेर्दै यति धेरै मान्छे जम्मा भइसक्नु भएको छ अनि यहाँ हुन्छ अन्त हामी यहाँ फोटो खिच्ने भनेको यति धेरै अहिले चाहिँ घाम पुरा चर्केको छ मान्छे नै मान्छे यता एउटा आन्टी जलपरी सिस्टम लगाइदिन्छ क्या मान्छे दिइरहेको यता फोटो उता फोटो यता फोटो हामी मात्र होला फोटो न बाई बाई यहाँ चाहिँ एकदम रमाइलो गर्नुहुँदैछ उहाँहरू अनि हामी चाहिँ अब अल सेट टु गो घर सो गाइस हामी चाहिँ धेरै नै तल आइसक्यौँ अनि यो चाहिँ हामी तल झर्ने अर्को बाटोबाट झर्दैछौँ जुन बाटोबाट आएको त्यो बाटोबाट झर्दै छैनौँ हाम्रो हालत त्यस्तो खत्तम भइसकेको छ यो चाहिँ के हो खुट्टा कर भएर दुख्नु थालिसकेको छ अनि पानी नि पर्ला जस्तो छ ओके लेट्स मिट तल है त सो गाइज अब चाहिँ हामी तल झरिसक्यौँ होइन ओर्लिसक्यौँ अब बस स्ट्यान्ड छ अरे यहाँ त्यहाँबाट जोरपाटी लाग्ने हो अनि घर जाने हो तर हेरौँ बस पाइन्छ कि पाइँदैन फेरि ट्याक्सी गर्नुपर्ने हुन्छ अनि म चाहिँ नसकेरै चप्पलमा छु खाली खुट्टै छु जुत्ता मेरो पक्रिदिइरहेछ अनि सो गाइस उसको जुत्ता मेरो पक्रिदिइरहेको के बोले उसले मेरो जुत्ता पक्रिदिइरह मेरो दिमाग उडिसक्यो हाइकिङको नामले होइन तर रमाइलो भयो हाइकले अनि थ्याङ्क यू फर वाचिङ मेरो भिडियो अब हामी फेरि हाइक जाँदै गर्छौँ म 1-2 दिनपछि भन्छु नि मेरो खुट्टा कतिको दुख्यो भनेर हाइक गएर ओके